हेलो गाइस, टेस्टीले नमस्ते सबैलाई। आज चाहिँ हामी यो गुम्बाबाट चाहिँ हामी खोलामा पिकनिक हो। आज चाहिँ हाम्रो स्कुलबाट पिकनिक हो। यो चाहिँ आज चाहिँ हामी यो स्कुलबाट पिकनिक भएर त्यसैले हामी जानु लाग्यो। अहिले सबैजना रेडी गर्दैछन्। यहाँ चाहिँ सबैजना रेडी गर्दैछन्। अनि यो 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 भ्लग चाहिँ हाम्रो हिसी दाइको हो। उहाँलाई चाहिँ मैले तपाईँले भेटाउँछु है। ल उहाँ हिसी दाइ पिकनिक हो है। आज चाहिँ मेरो त्यो पनि राम्रो थिएछ न। अनि हाम्रो ल थोरै चाहिँ आज हामी के गर्ने होला भन्दै त थोरै पिकनिक गर्ने। ल पिकनिक रे है। पिकनिक कता हो रे हामी? ल साथीहरू सबै यहाँ छ हाम्रो भाइहरू गाइजहरू यही है। अनि बिस्तारै हामी चाहिँ यो पिकनिक जाने कारण चाहिँ के हो भन्दै थियो एउटा थोरै जाने कारण चाहिँ अस्ति हामी सागी गुम्बा र हाम्रो गुम्बा खेलेको थियो पर्सेस। त्यसलाई चाहिँ त्यसमा खुसी हामी जितेर त्यसलाई त्यसमा खुसी हुनुभयो। त्यसपछि उहाँको यस्तो खुसीमा अनि त्यसपछि यहाँ आज चाहिँ शुक्रबार लग्नुभयो। तर फेरि अब होला नि अब रिजन अरू पनि रिजन छ होला। भोलि अब स्पेलिङ कम्पिटिसन आजको लागि उनीहरू खुसी हुन्छ कि खुसीले पढ्छ कि भनेर भोलिको लागि त्यसैले होला यो चाहिँ ल पुनः भाइले दामी भन्नुभयो। ठिक छ गाइस। अनि यस्तै हो। तर आज दिन चाहिँ अलिक घाम पनि त्यति राम्रो लागेको छैन। पानी बिहान परिरहेको छ। अनि हाम्रो भाइहरू सबै यहाँ छ। सबै यहाँ छ। ल पत्ते भन्दै थोरै पत्ते ल आज के कता जाने हो भन्दै थोरै ब्लग हो च्याम्पियन थोरै भन्दैन के मेरो ल हाम्रो यो उहाँ चाहिँ के हो? तिमी आज के हो? कुक हो क्या हो? पुनः भन्दै ल थोरै के हाम्रो दाइको भ्लगमा हजुरहरूलाई स्वागत छ। लाइक कमेन्ट सेयर कमेन्टहरू गरिदिनु होला। ल रमाइलो गर्नुपर्छ है। गुम्बा यस्तो छ। आज दिन यस्तो छ। यो चाहिँ हाम्रो नयाँ गुम्बा बनाउँदैछ है अहिले। बिस्तारै 1 वर्षपछि कम्प्लिट हुन्छ होला। यो चाहिँ हाम्रो स्कुल भयो। ल हाम्रो साथीहरू चाहिँ अति यहाँ छ है। अरूहरू चाहिँ ल आज कता हो केटाहरू? ल यहाँ यो मेरो भ्लगमा थोरै के भन्दै त आज कता हो? कता आज ब्लग हो के? खोलामा हो। किन खोलामा आज हामी? आज हाम्रो पिकनिक त हो नि अब स्कुलबाट आयो। त्यो आज पुरै रमाइलो गर्ने हो क्या हो? रमाइलो त गर्ने। चस्मा एकचोटि लगाइदिन। हो चस्मा लगाइदिन। ल यहाँ चस्मा केटाहरू सबै योमा छ है। दामी रहेछ चस्मा कसम। खै त सबै हाम्रो केटाहरू सबै जाँदैछ है। उनीहरू चाहिँ अगाडि। हामी चाहिँ के गर्ने कुनसँग हामी चाहिँ अहिले लास्टतिर हामी पनि अब जाने हो। तर यहाँ थोरै सामानहरू थोरै हल्का अब पिकनिकको लागि बोक्नु पर्ने साथी गर्नुपर्ने होइन। यहाँ हाम्रो प्ले चाहिँ उहाँ हो। उहाँ चाहिँ नेमार है। नेमार जुनै नेमार उहाँ भन्छ। नेमार तपाईँहरू बल सिक्न मन छ भने स्केल सिक्न मन छ भने उहाँलाई कन्ट्याक्ट गरे हुन्छ। उहाँले राम्रो सिकाइदिन्छ। ल पते के भन्दै ल है पते के हो आमा? सुन्दर ल हामी सबै ल यहाँ गुम्बामा चाहिँ पूजा हुँदैछ। अनि यहाँ हाम्रो मेन यहाँ बडीगार्डहरू चाहिँ यहाँ हाम्रो बडी बिल्डरहरू चाहिँ यहाँ छ है। कति कुन डान्स हो यो फेरि यस्तो भन्छी? ल आज के हो भनिदिनु थोरै यहाँ चाहिँ आज हामी के गर्ने हो? Today is our school picnic. We are enjoying our moment. यहाँको इङ्ग्लिस चाहिँ फेरि खतरा छ है। उहाँको फेरि इङ्ग्लिस चाहिँ फेरि मान्नै पर्छ कि हाम्रो उहाँ चाहिँ। ल बाजे आज के हो अनि? उहाँ चाहिँ हाम्रो जेठपाले बाजे हो उहाँ चाहिँ। ल गाइजहरू अनि यहाँ हाम्रो इसे दाइ हमारा यस्तो छ है। आज मेरो आज अलिक मुखहरू दिगेर छ यहाँतिर थोरै के गर्छ। ल अब हामी चाहिँ पुग्न रहेछ है। हाम्रो केटाहरू सबै हिँड्दैछ। यहाँबाट अब उतातिर हो। यो चाहिँ क्याम्पहरू पर्छ। अरूहरू आउँदैछ। यो चाहिँ आज चाहिँ रमाइलो गर्नुपर्छ हामी होइन।
see her boots at the corner पुरै cafe बल खेल्दैछ with उता a notebook and a grin. ल यो She's जम्पिङ chasing skies out यो जम्पिङ चाहिँ एकदम फेमस छ यो यो ठाउँको while I stay in गाइजहरू my lane. चाहिँ मलाई यो भ्लगको एक्सपिरियन्स चाहिँ छैन मलाई पनि फर्स्ट टाइम बनाउनु मैले कोसिस गर्दैछु अनि हजुरहरूलाई होस् भन्ने आई होप तपाईँहरूलाई यो पनि एउटा सानो बोट रहेछ माथिबाट जम्पिङ तल झरेपछि यहाँ चाहिँ एउटा बोट राखेर चाहिँ यहाँ थोरै हल्का खेल्नु हुन्छ र आज मौसम चाहिँ यहाँ ठिकै टाइपको छ ढिलाइ छ गएछहरू सबैजना जाँदैछ खतरा छ कि यो सिन चाहिँ दामी लाग्छ हाम्रो चाहिँ प्रायः जस्तो गुम्बाबाट नजिक के चाहिँ यो ठाउँ एकदमै सजिलो छ हाम्रो लागि तर हामी प्रायः जस्तो यहाँ आइरहन्छ बर्खाको छुट्टीतिर उपर दुइटा घोडा पनि रहेछ लगाइजहरू घोडा पनि पहिला म चढिसक्यो त्यही हो अब यो सामान सामान त धेरै के बोक्नु पर्ने छैन र यो चाहिँ सानो हाम्रो के भन्छ यसलाई पुल छ सानो पुल चाहिँ एकदमै मजा आउँछ पहिले त्यो त पुलै थिएन यहाँ सबै मुनिबाट हिँडेर आउनु पर्थ्यो अझ पुल राखेर चाहिँ एकदम राम्रो छ खोलाहरू पनि पानी एकदम सफा छ है पानी एकदम सफा छ अलिक पौडी चाहिँ अलिक जान छ त्यो अलिक नखेल्ने अलिपछि अलिक घाम राम्रो लागेपछि अनि खोला छ गाइजहरू आज चाहिँ के भयो शुक्रबार है आज शुक्रबार आज फ्राइडेको दिन है स्कुलबाट पिकनिक लगेको एकदमै सबैजना एकदमै यो खोला चाहिँ एकदमै कस्तो मजाको रहेछ यो चाहिँ ताल चाहिँ सानो ताल बनाएको रहेछ चान्सी क्या फेरि एउटा सानो बनाएको रहेछ ल हाम्रो गाइजहरू सबै बढी खेल्दैछ म चाहिँ यहाँ बिचमा के कस्तो मजाको देखेँ क्या बिचमा तालको छेउमा लेक साइडमा पुगे जस्तै कि फिल तर यो चाहिँ हाम्रो लेक साइड चाहिँ होइन राम्चा पोखरा बुद्ध चोकको यो टिप्टेनी क्याम्प है हाम्रो तसिप अर्किल ल गाइज ल भन्नु ल भाइ ल के छ अनि हाम्रो गाइज सबै भाइयो पुग्छ ल मलाई अलिक यो सानो गाह्रो छ के छ अनि आज त मजा गर्ने होला नि यहाँ मजा गर्ने हो अनि तपाईकोमा चाहिँ थोरै लाइक सब्स्क्राइब थ्याङ्क यू भाइ यार मेरो नयाँ ब्लग हो भने मेरो नयाँ ब्लगमा सबैले नयाँ ब्लगमा चाहिँ अब धेरै सब्स्क्राइब गर्नुपर्ने हुन्छ ल किन भन्दाखेरि तपाईलाई धेरै लाइक बनायो भने हाम्रो गुम्बालाई जिन्दा सबैलाई जिन्दा जिन्दाको भनेको त बुझ्दैन कि उयो भन्न जिन्दा भनेको सबैलाई अब त्यो पार्टी दिने ल तपाईहरुलाई नि दिन्छ पार्टी त्यही कारणले ल पार्टी दिइहाल्छु नि ओइ के हो ओ माई गॉड यार केटाहरु पुरै सुरु भइसक्यो अब त खतरा यतिकै चाहिँ हुनुपर्छ है यहाँ ओ माई गॉड लगाइछहरू ओइ दोर्जे ए ओइ दामी छ फेरि गर्दैन एकचोटि फेरि छिटो एकचोटि हान्दैन फेरि ओइ यतिकै चाहिँ हुनुपर्छ कि ओ नाइस यतिकै चाहिँ हुनुपर्छ कि भाइ यो सधैँ त लाग्छ यहाँ तर यहाँ दाइले भ्लग गर्नु परेन ल अनि आज चाहिँ यही हो है हाम्रो पिकनिक खाने ठाउँ चाहिँ यहाँ रहेछ 4 वर्ष भने चाहिँ हामी उतातिर गर्थ्यौँ उता खोलातिर साउथतिर ओइ के हो ओइ यहाँको नयाँ दोर्जे नाइस मजाको ठाउँ रहेछ यहाँ चाहिँ अलिकति यो ठाउँ चाहिँ हामी फर्स्ट टाइमतिर आएको हो आउँदा आइसक्यो तर बल खेल्नु चाहिँ उतातिर रङ चाहिँ खेल्दैछ हो स्याम्पेल आज मेरो उहाँ चाहिँ हाम्रो मेन गुम्बाको युट्युबर उहाँबाट म चाहिँ युट्युब खोल्नेको म चाहिँ उहाँबाट उयो स्प्यान भयो है भाइलाई चाहिँ अब सब्सक्राइब लाइक सेयर गरिदिनु होला सबले माया देखाइदिनु होला ल
उता मान्छे छ उता मान्छे देख न देखाइसक्यो अनि अब यता देख ओ सचिन भाइ ओइ यो चाहिँ नयाँ दामी हो कि हस् ल ठिक छ यो चाहिँ यस्तो राम्रो छ है अहिले चाहिँ राम्रो भएछ अघि बिहान अलिक पानी परेर अलिक कस्तो दिन नराम्रो होला जस्तो अहिले चाहिँ अलिक दिन राम्रो भएछ अहिले साथीहरू सबै बल खेल्दैछ है मिस ल गुड मर्निङ उहाँ चाहिँ हाम्रो मिस हो मेरो नयाँ ब्लगै मिस अब विशाल तामाङ लुटो कहाँ लङ्गी पूजा खेल्दैछ यहाँ चाहिँ भाइहरूले मनाउने सानो भाइहरू उहाँ डुब्न जान्छ है बिस्कटको पागल कस्तो पर्छ है अब किनहरू पैसा बढी यहाँ बुर्जामा मात्रै आइसक्यो यहाँ चाहिँ पुरै लङ बुझे खेल्दै रहेछ है अब म चाहिँ एकछिन पछि खेल्छु हाम्रो यहाँ एउटा क्युट मिस गुड मर्निङ मेरो ब्लग है यो चाहिँ नयाँ नमस्ते हाम्रो उहाँ मिस है उहाँ चाहिँ मिसको सानो बेबी एकदमै क्युट छ है नाइस ल है बिस्तारै गाइजहरू है फेरि ब्लगमा स्वागत छ हाम्रो केटाहरू चाहिँ यहाँ पुरै खोलामा के हो खोलामा के हो माछा छ क्या हो खै ए यहाँ माछा छ जस्तो है यहाँ चाहिँ त्यति भनेर चाहिँ यिनीहरू माछा होइन छ र खै ए ल गाई यहाँ चाहिँ माछा रहेछ भन्छ है हाम्रो भाइहरूले चाहिँ जे भयो भने तर आउँ चाहिँ दामी दिएको छ है होइन ल तपाईँले मेरो ल भ्लगमा के भन्दै त ल ओइ मेरो भ्लगमा भन्नु साथी मेरो भ्लग हो कि त्यो भने हो लाइक कमेन्ट सेयर गरिदिनु हो यही त्यही भ्लगमा हो थ्याङ्क यू भाइ ल थ्याङ्क यू उहाँ भाइ चाहिँ एकदमै उहाँ होइन टी सर्ट पनि हेर्नु न बुद्धको कि आमा यतिको हुनुपर्छ है मान्छे चाहिँ यस्तो त खालि टी सर्टमा बुद्धको त खासै प्रायः जस्तो छैन कि कसको पनि उहाँको चाहिँ फेरि खतरा रहेछ नाम चाहिँ के अरे हाम्रो भाइको नाम चाहिँ के अरे बिर्सेँ मैले तिम्रो नाम के प्रशिष हाम्रो प्रशिष भाइ है ल ठिक छ अहिले बल लिनु गयो ल अहिले चाहिँ के हो ल गाइज यहाँ चाहिँ अब बल खेल्दैछ केटाहरू सो भन्नुपर्छ नि खेल्दैछ है केटाहरू यस्तो बल चाहिँ हाम्रो लामो डेन्जर मनपर्छ कि म पनि मन त पर्छ है तर खासै त्यति फेरि खेल्नु हुँदैन कि मेरो चाहिँ अलिक खुट्टा बिरानी छ पहिलातिर त्यो भएर म पनि एकदमै खेलाडी हो तर कुन यो वर्ल्ड कपमा चाहिँ कसको हो फ्यान कसको टिम हो ओन्ली पोर्चुगल एन्ड फ्रान्स ए अनि इङ्ल्यान्ड ल ठिक छ इङ्ल्यान्ड विन 5,000 पोर्चुगल जो नेम इज हामी दुईजना हामी बाजिरहेको छ यो पालिको गाइज हामी यो अर्जेन्टिना र यो पोर्चुगलमा को माथिसम्म पोर्चुगल को माथिसम्म पुग्छ हामी दुईजना बाजिरहेको छ यो र म यसले छकायो लगाइजहरू सपोर्ट दिनु है कसले जित्छ एकचोटि कमेन्ट पनि हालिदिनु पोर्चुगल र अर्जेन्टिना यस्तो एउटा गेम खेल्नु मन लाग्यो कि यहाँ चाहिँ यस्तो राम्रो भयो गेमको नाम चाहिँ के भने पानीमा ढुङ्गा हान्ने के त्यो
के भन्छ त्यो ठ्याक लाउँछ नि यस्तो अघि मैले यस्तो बल मास दिए यस्तो जम भनेको ल केटाहरू ल है मेरो हेर्नु है कि गाइजहरू कस्तो जान्छ हेर्नु है एकचोटि ल 1 2 3 4 4 गयो 4 दामी या ल ल ल भाइ 1 2 3 3 गयो 3 ल यो खोला चाहिँ दामी रहेछ कि लेक साइड भन्दा त कम छैन रहेछ यो खोला तालको नाम चाहिँ कालो ताल हरियो ताल ताल चाहिँ दामी छ ल काले हान ल ढुङ्गा ल ठ्याक हान्दा ल कतिचोटि पुऱ्याउनु सक्छु ल ओए ओए नजिक नहाल्न अलिक परपर फाल्न हो या ओए दामी बन्जी जम्प चाहिँ यहाँ माथि छ है गाइजहरू यो बन्जी जम्प चाहिँ एकदम फेमस छ कि हाम्रो यहाँको पोखराबाट लेक साइडबाट पुरै टुरिस्टहरू यहाँसम्म यही बन्जी गर्न आउँछ अनि यहाँबाट चढेर यो टेबल कार भन्छ के भन्छ यसलाई मा चढेर चाहिँ यो माथि लेक साइड पनि जान्छ यो माथि लेक साइड सरङकोट भन्छ यो माथि जान्छ अहिले नजाउ र कि अहिले पछि अहिले जानु मिल्दैन अहिले पछि यो चाहिँ साँच्ची हो ल ल ल यतिको चाहिँ हुनुपर्छ कि हो माई गड ल यति चाहिँ हुनुपर्छ कि मान्छे भन्नु है माई यहीँ खेल्थ्यो पढी ओए अर्को गयो ओए दामी दामी कति पान्ची छ छैन छैन ल दामी चाहिँ यहीँ खेल्यो खासै उता खोला छ कि खोला छ तर यहाँ चाहिँ तालमै यहीँ खेल्यो तर मरै छ यहाँ पनि यो अब फोहोर हो यो नखेल है जी छैन त खोला यहाँ पुरा नि त्यो उता खोला राम्रो हो कि यो नखेल घाउ आउँछ आज भैँसोहरू आएर नौलाज छ यहाँ चाहिँ तर हाम्रो केटाहरू चाहिँ फेरि कमी छैन है खतरा हो नि यहाँ चाहिँ ल भैँसोहरू अलिअलि झ्याउ लाग्यो अब के गरौँ भयो है बल खेल्नु भने बल त्यति राम्रो आउनु त आउँछ तर अलिक फेरि खुट्टा मेरो अलि एक्सिडेन्ट भएछ पहिला त्यो भएर अलि खासै बल पनि त्यति राम्रो खेल्नु हुँदैन त्यो भएर पछि स्विमिङ पुल चाहिँ खेल्नु पर्ला उता पौडी दामी छ उतातिर हाम्रो यो भाइ त्यो भाइ चाहिँ यहाँ छ सोधेन है हाम्रो उहाँ सोधेन भाइ सोधेन या हेलो चाहिँ तिन चाहिँ हेलो चाहिँ त क्युट छ हाम्रो भाइ ओके रोनाल्डो यहाँ छ है पुरै या सु चाहिँ त छेउची आजको ब्लग ला मेरो हाम्रो उहाँ सबभन्दा है कमाएको छ है उनले चाहिँ केमा जितेको ओए मा दिया खतरा छ कति रुपियाँबाट कति दाउजी सेक चाहिँ त यहाँ हो ल सेक गरिदिए ल नाम बोल न यसलाई पढी हो यो सु चाहिँ त या हो यो चाहिँ दुनुपर्छ कि खो पुरै दामी हाम्रो भाइ एकदम क्युट भाइ छ है या भाइ चाहिँ या भाइ चाहिँ त सोधेन बाई हो या बाई हाम्रो यस्तोहरूको धेरै छ कि यहाँ चाहिँ ऊ आदिहरू चाहिँ साउन्ड बोकेर आउँदैछ यिनीहरू सामान लिएर आएको रहेछ ठिक छ अझै गाइसहरू उता आउँदैछ केटाहरू काम नभएकोमा ओइ तमास साउन्ड बोक्नु पर्दैन अझै अघि जानुहुन्छ ल ठिक छ ल गाइजहरू म पनि बल खेल्नु पर्ला है अब चाहिँ यस्तो बल खेल्नु मन लाग्यो के स्टेप डान्स ओइ ल बल गयो ल हान्दै टाइप हान्दै ओइ हान्दैन ओइ पौडी खेल्ने मान्छे छ कि ओइ ओ माई गड बलको लागि यतिको चाहिँ हुनुपर्छ कि मान्छे ओ माई गड ल चतुरे भन्दै कि ल हाम्रो चतुरे भाइ ल बल खेल्दैछ केटाहरू पुरै जोसमा के या फेरि झन्डै गयो ठिक छ जोसमा चाहिँ छ है केटाहरू ल पुरै Hello, touch the lake and welcome
मेरो भ्लगमा चाहिँ नि हजुरहरूलाई स्वागत छ। मेरो भ्लग पनि होइन, अब हिँडिदिएको हो। यति एकछिन बनाउँदै बसेको मस्तहरूमा चाहिँ नि हजुरहरूलाई चाहिँ के अब भ्लग चाहिँ नि यत्तिकै त बनाउँदैन, केही त केही भन्नै बनाएको होला। त्यसैले म चाहिँ अब यहाँ पिकनिक आएको, हामी चाहिँ नि हाम्रो गुम्बा चाहिँ नि पिकनिक आएको। पिकनिक आएपछि चाहिँ अब हालत हेर्न सक्नुहुन्छ हजुरले। फुटबल खेल्दैछ आङ्का र मेस्सीहरू, के भन्ने अब। अनि त्यहाँ चाहिँ यहाँ चाहिँ नि त्यहाँ चाहिँ नि त्यहाँ चाहिँ नि झन्डी पूजा खेल्दैछ भने माथि चाहिँ नि अब लामाहरू हाम्रै ठुलो दाइहरू चाहिँ खाना बनाउँदैछ, प्याजहरू काट्दैछ। अनि म चाहिँ भ्लग बनाउँदै बसेको। अनि के भन्ने गाइज, अब जिन्दगी यस्तै छ। खुसी हुँदाखेरि खुसी हुनुपर्छ, दुःखी हुँदाखेरि खुसी हुँदाखेरि हात्तिनु हुन्न। खुसी हुँदाखेरि चाहिँ नि गाई चाहिँ आएन, के भन्ने अब। म चाहिँ अब यस्तो मस्त भ्यूहरू चाहिँ म चाहिँ जङ्गलको छेउतिर आएको गाइज। हजुरहरूलाई चाहिँ नि यस्तो पारामा चाहिँ हेर्न सक्नुहुन्छ। भ्यू चाहिँ नि राम्रै छ चारैतिर। यो चाहिँ बन्दी जम्प, तपाईँहरूलाई थाहा होला नि, बुद्ध चलेको बन्दी जम्प भयो चाहिँ नि हेम्जाको हो। अनि यस्तो चाहिँ अब हिरो चाहिँ नि त्यहाँ भन्ने केही छैन, त्यो पनि चाहिँ कुकुरहरू पनि आएछ। अनि फेरि तपाईँहरूले भन्नु कमेन्टमा भन्न सक्नुहुन्छ अलि म चाहिँ अलिक कस्तो देखेछ, ह्यान्सी देखेछ कि कस्तो अरे भन्नु। पहिलामा चाहिँ कालो थियो, प्यालेन लभली लाग्यो, थोरै गोरो भएर चाहिँ के भन्ने कसै गोरो भयो बुझ्ने गाह्रो हो क्या। अब चाहिँ नि हामी चाहिँ यहाँतिर आएको खोलाको चाहिँ खोला उता छ, खोला चाहिँ नि उता त्यो पनि हामी एकछिन यहाँ बसेको चाहिँ चिसो हुन्छ नि, त्यसैले यो चाहिँ नि अब पहिला पानी थियो, माछा पाल्थ्यो, अहिले चाहिँ नि अब पानी सबै के भयो खै बच्चाहरू के गरे अनि के भन्ने अब। ल गाइस बाई बाई। ल केटाहरू यहाँ पुरै यहाँ स्विमिङ खेल्दैछ है यहाँ। ल पुरै पौडी केटाहरू, ल बल पनि पुरै गछ यहाँ, बल खेल्दै यहाँ पुरै ल केटाहरू पुरै। ओइ के यहीँ स्विमिङ बनाइदिन्छ केटाहरू ध्यान। ल सही दामी कुन्डे एउटा हान्दै के ड्राइभ सट्टै त किन शीतल हुन्छ शीतल। ल दामी ओ यहाँ हाम्रो भाइहरू होइन पुरै काले सुन्दर हान्ने होइन ड्राइभबाट विशाल ड्राइभ हान्दै नि एउटा। ल यहाँबाट सिधै ल पुरै है पुरै यहीँ अब के भन्छ खोला होइन यो त उयो होइन के भन्छ उयोमै ल हानिदिइसक्यो केटाहरू पुरै। के हो यहीँ स्विमिङ हानिसक्यो अन्त यहीँ पुरै उयो गरिसक्यो केटाहरू। ल यस्तो हुनुपर्छ यहाँमा। So soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. दामी यार Hands collide like waves on shore. Every touch leaves me craving more. Eyes meet, worlds colors collide. Love's where I reside. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I यो चाहिँ मेरो ब्लग यहाँ चाहिँ दामी रहेछ है। रहेछ पुरै मौसम यस्तो देखेको छ। घोडा चाहिँ दामी
चढिसक्यो पहिला यो मासतिर मान्छेहरूले राख्छ घन्टा भनेको नि त्यस्तै 5 मिनटको 20 रुपियाँ त्यस्तो लिन्छ रहेछ फ्लाइट गाइड्सहरू ल जिप फ्लाइ आउँदै रहेछ केटाहरू साथीहरू गाइड्सहरू भर्खर 2टा गयो यहाँबाट माथि सरङकोटबाट भर्खर आएर गइसक्यो ढिलो भयो गाइड्सहरू खै केही छैन यहाँ चाहिँ हाम्रो पुरै लोप्साङ उहाँले चाहिँ पुरै अब आज तरकारीको लागि पुरै तयार गर्दैछ अझै चाहिँ काम गरिसकिसक्यो तर म चाहिँ अलिक बिस्तारै आएछ भएछ ओए नाच्दा ओए नाच्नु एकचोटि अर्को त नाच्छु फेरि अरे के हो यसको कहाँ जुगा कहाँ लागेको छ भन्छु गाइडहरू भन्छ भाइलाई एउटा के थोरै भन्दैन थोरै मेरो दाइको भ्लगमा अलिक हुन्छ नि एउटा ल ल थ्याङ्क यू भाइको नाम चाहिँ के अरे साथी उहाँको नाम चाहिँ त्यो रहेछ कुन ठाउँबाट अरे तिमी कुन ठाउँबाट अरे घान्द्रुबाट है उहाँ चाहिँ अब घान्द्रुबाट हुनु भाइ चाहिँ उहाँ चाहिँ अब लामो बसेर कति 2 वर्ष होइन 4 वर्ष भइसकेको छ उहाँ चाहिँ तर उहाँ 4 वर्ष र म चाहिँ 11 वर्ष चाहिँ पुगिसक्यो अब है 11 वर्ष चाहिँ कटिसक्यो 11 वर्ष म चाहिँ लामा चाहिँ म त्यस्तै वर्ष तिमी कति वर्षदेखि बस्यो लामा त्यो चाहिँ 8-9 वर्षपछि बस्या रहेछ म चाहिँ त्यस्तै 15-16 त्यो भित्रबाट बस्यो लामा म चाहिँ अनि अहिले चाहिँ 11 वर्ष पुग्यो लामा बसेर र यहाँ चाहिँ एउटा खोला जाँदैछ हाम्रो यहाँ स्विमिङ पुल पौडी खेल्न चाहिँ दामी मजा हुन्छ यहाँ तर अहिले केटाहरू सबै अहिले बल खेल्दैछ पुरै बल र अनि त्यहीँ लङ्गुर बुजा खेल्दैछ अनि त्यहीँ अलिक छेउ लागेर त्यसो खोलातिर आउँदैछु है गाइजहरू खोला चाहिँ दामी छ कि अहिले खेल्ने भनेको कोही पनि छैन कि अहिले चाहिँ पुरै मान्छे भन्दा पनि यहाँ भैँसीहरू चाहिँ खेलेको जस्तो त्यहाँ अहिले चाहिँ तर अहिले पछि हामी खेल्ने हो त्यहाँ त नखेल्ने हुँदै हुँदैन सबै यस्तो मजा छ कि है यहाँको त पौडी खेल्नु त है आमा आज त झन् मान्छे अब आज शुक्रबार भयो भोलि शनिबार त मान्छे पुरै प्याक हुन्छ यहाँ त मान्छे त पुरै बजार लेक साइड अब त्यो बजारहरूको मान्छे सबै यहाँ मासतिर आउँछ कि खेल्न त्यो भएर दामी छ यस्तो छ आज दिन चाहिँ अलिक शीतल छ भनौँ म घाम लागेको छैन झन् घाम लाग्यो भने त झन् मजा आउँथ्यो तर पनि यतिकै ठिकै हो कि है मौसम त है बरु पौडी खेल्न अलिक चिसो हुन्छ भन्ने कुरा हो तर यति ठिक छ भैँसीहरू चाहिँ के नुहाएर आए जस्तो भैँसीहरू आउँछ ओए मान्छेलाई भैँसीहरू आउँछ ओ गएछ त केटाहरू खेल्छ ल आइछ है केटाहरू ल सुम्बिल किन आइछ ल केटाहरू आमा आउँदै रहेछ ल केटाहरू आउँदैछ पौडी खेल्न ल ठिक छ र गाइजहरू अब म पनि खेल्छु उनीहरू खेलेपछि म पनि आउँछु त्यो त नै खेल्नु हुँदै हुँदैन नि आमा त्यो त मेरो देशै हो नि गाइज अब चाहिँ पुरै केटाहरू जोसमा आउँदैछ है ल पुरै स्विमिङ पुल पौडी खेल्न ल यही हाम्रो स्विमिङ पुल खेल्ने ठाउँ चाहिँ अझै पानी अलिक कम छ अहिले चाहिँ भर्खर बर्खा सुरु हुँदै हो नि बर्खा सुरु अहिले अब पानी अब यो अहिले चाहिँ खोला अलिक सानै छ भनौँ म अहिले आउन बाँकी छ पुरै केटाहरू एक्सर्साइज गर्दैछ अब स्विमिङको लागि ओहो माई गड खोइ स्विमिङ खेल्न लागि चाहिँ एक्सर्साइज गर्नुपर्छ गाइज नत्र धेरै त्यहाँ फेरि खुट्टाहरू यताउति अलिक के भन्छ टाउको मर्किने या ल कुकुरहरू टाइप हान आँटेछ है ल गाइजहरू ल कुकुरहरू चाहिँ फेरि खतरा छ कि हाम्रै कुकुर हो यो यिनीहरू चाहिँ फेरि खत्रै हो यो कुकुर एक्सर्साइज गर्दै साथीहरू एक्सर्साइज स्विमिङको लागि ल बुढी चाहिँ उहाँ है उहाँ चाहिँ ल दामी दामी
यत्तिकै चाहिँ हुनुपर्छ कि खेल्नको लागि ल ल ल ल ल यता उहाँ चाहिँ ल ल ल ल के छ भाइ नदेखाउन ल आएछ भाइको फेरि 6 प्याक चाहिँ दामी रहेछ ल ठिक छ ल 6 प्याक चाहिँ दामी हुँदैछ हाम्रो 6 प्याक त छँदैछ तर फेरि देखाउन अलिक झ्याउ लाग्छ कि फेरि भाइहरू अगाडि हल्का देखायो ओ दामी छ साँच्ची पहिला मेरो पनि बनाइसकेको थियो मैले पनि ल केटाहरू पुरै है रमझममा छ है रमझममा केटाहरू पुरै हान्दै डाइभ है अलि डाइभ हान्ने उताबाट यताहरू पुरै रमझममा के पुरै रमझममा ल गाइजहरू अहिले चाहिँ त्यस्तै 10 बजिसकेको छ है अब चाहिँ म पनि यसो एकचोटि डाइभ हान्नु बोलाएको छु म पनि अनि त्यसपछि खासै म भ्लग पनि राम्रो बनाउन आउँदैन गाइजहरू क्यामेरा अलिकति अलि यता अलि नमिलाएको जस्तो है तर पनि माफ गरिदिनु अनि बिस्तारै बिस्तारै यस्तो भ्लगहरू राम्रो गर्छु यहाँ एउटा दाइ एउटा हाम्रो फेरि केटा फेरि पुरै जिम गर्दैछ है के अरे पुसअप जिउ चाहिँ खतरा छ है उसको फेरि त्यहाँ पनि छ ल कान्छ हान्दै ए त्यो के डराएको ए त्यो ल ल ल ल केटाहरू पुरै रमाइलो छ है ल अझै भर्खर थोरै छ अझै आउन बाँकी छ केटा पुरा अहिले उता खेल्दैछ है बल अहिले एकछिनपछि खाना खाएपछि अहिले आउँछ केटाहरू सबै यहीँ हो मेन खेल्ने ठाउँ ल केटाहरू सबै राम्रो खेल है ल म पनि आउँछु म पनि अब स्विमिङ खेल्नेमा रेडी भइसक्यो है केटाहरू अब म पनि रेडी गर्छु ल गाइजहरू म चाहिँ यहाँ हाम्रो फुल भाइहरूले खेलिसक्यो कस्तो छ भाइ भन्दै त कस्तो ल गाइजहरू यस्तो छ कि यतिको चाहिँ हुनुपर्छ यो माइ गड पुग्ने यता किन हाम्रो गाइजहरू ल एउटा यस्तो एउटा सेल्फी खिचौँ है सेल्फी एउटा खिचौँ Oh my god. Oh. गाइजहरू खेल्न चाहिँ एकदम मजा भयो यहाँ चाहिँ हाम्रो नन्दु भाइले चाहिँ खतरा खेल्दो रहेछ है अरू त के होइन अहिले चाहिँ अलिक बर्खा होइन सानो भएको खोला है तर त्यहाँ त डेन्जर ठुलो हुन्छ कि यो ढुङ्गाहरू त पुरै यहाँसम्म आउने टाइपको हो यो खोला किन एकदम चिसो चाहिँ रहेछ किनभने मौसम पुरै यस्तो देखाएर छ मौसम राम्रो छैन मजाको मजा छ है एकदमै अहिले चाहिँ कति बज्यो अहिले चाहिँ 11 बज्न आँट्यो होला अब छुट्टै छ पुरै माथि जम्बी कति जम छ अहिले डेन्जरै मान्छ आज फाल्ने मान्छे छैन भोलि शनिबारमा चाहिँ धेरै आउँछ कि शनिबारमा चाहिँ आज चाहिँ खासै धेरै छैन छ
पुरै पुरै उयो भयो कि पुरै जोसमा खेल्छ कि त्यो माथिबाट हामी खालि कोही छैन कि अहिले तर चाहिँ हामी पहिले बन्ने खालि छ यहाँबाट चाहिँ खानु मजा हुन्छ कि ओके गाइज ल गाइजहरू जम्पी है यहाँ फ्लिपबाट आउँदैछ के मान्छेहरू यहाँबाट यहाँ फेरि एउटा मान्छे जम्मी फालिसक्यो यहाँ चाहिँ अलिक ढिलो भयो है मैले चाहिँ भिडियो गर्ने नत्र मान्छे यहाँ फालिसक्यो होला केटी रहेछ क्या होला सिक्या होला टुरिस्ट जस्तो छ यहाँ चाहिँ पुरै खानेछ मान्छेहरू ल ठिक छ गाइड्सहरू होइन म चाहिँ अब खेलेर पुग्यो 3 ड्राइभ हान्यो अब चाहिँ अलिक चिसो भयो है अनि त्यो हेरेर यस्तो बस्दैछु केटाहरू चाहिँ पुरै खेल्दैछ एउटा फेरि एक ड्राइभमै मान्छे मान्छे हेर्नु झन् कालो भइसकेको छ अलिक क्रिम लाउनुपर्छ अब उयो बिचरा तर टी सर्ट चाहिँ दामी रहेछ फेरि टी सर्ट चाहिँ कहीँ किन्यो भन्दैन यो ओएमा मान्छे फेरि जोस चाहिँ आउँछ यसको फेरि जोस चाहिँ फेरि मान्नुपर्छ है ओइ दामी यार दामी खतरा खतरा ओइ आइस दामी ओइ आइस यताबाट फाल्नुपर्छ नि उता साइडबाट दामी 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 हानेले केटाले एउटा एकदम पहिला हामी पनि यहाँबाट फाल्थ्यो र अब चाहिँ अहिले फाल्न अलिक डर लाग्छ कि मात्र साथीहरू भयो भने चाहिँ फालिन्थ्यो तर साथीहरू खासै छैन कि हाम्रो केटाहरू सबै उता खाना पकाउँदैछ उतापट्टि डाँडापट्टि उसको उतापट्टि चाहिँ केटाहरू बस्दैछ पुरै खेल्दैछ हाम्रो केटाहरू चाहिँ अब पुरै एकछिन ल यहाँ च्यालेन्ज छ कसले दामी फाल्न सक्छ कसले यहाँबाट दामी को हाइट दामी फाल्छ अब कसले हुन्छ नि दामी फाल्छ ल हेरौँ है ल केटाहरू ल एउटा यहाँ भाइ रहेछ यो चाहिँ अलिक तलैबाट रहेछ ल तर पनि ल ठिक छ यतिबाट हान्यो भने हानेको हो नि अरू केटाहरू चाहिँ यता छ है लान्थे काले भूत ओए यो त बाहुबली हो नि बाहुबली खतरा छ यो फेरि दामी दामी यतिको चाहिँ हुनुपर्छ कि ल यो हो नि सबभन्दा खतरा चाहिँ यहाँबाट हो कि दामी हो हाम्रो नन्दु भाइ दामी आइस भाइ आइस दामी दामी अलिक करान त्यो अझै ल विशाल भाइ विशाल भाइ फेरि कमी छैन कम छैन त फेरि मान्छे दामा टाइपमा ल विशाल हान्दे 1 2 3 दामी यो हो नि यार दामी किन दामी खाले यार ओ माय गॉड हुनु पर्यो क्या मान्छे भएर ओ एउटा काले फेरि गयो माथि ओए काले ओए दामी हो नि खतरा भयो कि झन् अहिले तलबाट फाले थियो अब झन् माथि गयो अब यसले खतरा वाला छ है ल काले ल छिटो ल काले हान्दे ओए एकछिन ओए ल खतरा छ है मान्छे त मान्नुपर्छ है यो चाहिँ 1 2 हाम्रोमा केटाहरू चाहिँ खत्रै फाल्दो रहेछ आइस ल यही न 3 जना खतरा चाहिँ एउटा उयो भाइ पनि दामी फाल्दो रहेछ ओए पुट्टे खेल्न आउँदैन भने के त्यहाँ गएको ओए सक्छौ पुट्टे सक्छ नि माथिबाट फाल के म फालिसक्यो ल उतापट्टि पनि गीत चाहिँ खतरा लगाउँछ है गाइजहरू उताबाट कि हाम्रै मान्छेहरू उता चाहिँ खाना पाउँदैछ उताबाट स्पिकरमा पुरै दामी गीत लाग्छ कि नेपाली दामी खासै म फेरि यस्तो गीतहरूमा इङ्ग्लिस छ कि नाच्नेहरूमा गीतहरू ल हाम्रो दाइहरू पनि आउनुभएको छ है ल हाम्रो सिनियर दाइहरू आउनुभएको छ ल गीतहरू उता आउँदैछ कुन्टे ओए दामी कुन्टे डुब्यो है ओए बचा है त्यसलाई बचा गाइजहरू अझै म खेलेर सिकिसक्यो होइन त्यो नयाँ ब्लग यहाँ काले हुन्छ हेरेर बसेर चाहिँ अलि कमदम भएछ यही गाइजहरू ल एकदम
अब चाहिँ खाना खानु जानुको लागि चाहिँ सायद अब हाम्रो खाना लेट भएको छ। अब चाहिँ काले भाइ आउँदैछ। एकदम रमाइलो भयो है पौडी चाहिँ हाम्रोमा धेरै पछि खेल्न आएको यहाँ चाहिँ पछाडि हाम्रो खोलामा चाहिँ। अब हाम्रो केटाहरू पुरै उता खेल्दै रहेछ बल। अब चाहिँ 11:30 भइसकेको छ। आज अब खाना खानु धेरै भयो। यो जर्सी चाहिँ मेसीको च्याम्पियन गएर कपको अझै किन गएर जर्सी किन्नुपर्ने थियो तर अहिले किन्नेको पैसा पुगेको छैन। त्यो भएर चाहिँ खासै बाहिर पनि गएको छैन त्यो भएर अलिक किन्न पाएको छैन। तर पनि अहिले चाहिँ यही मन्नी सिटीको क्लबको छ अनि दसहरू सबै उता बल खेल्दैछ। अहिलेसम्म बल खेल्दैछ केटाहरू खानु पाउँछ। कले भोक लाग्यो भोक लाग्यो ल भोक लाग्यो 11:30 भइसकेको छ। अब चाहिँ हामी खान्छौँ होला लगभग 12 बजीतिर खान्छ होला। यो त अझै आधी घन्टा छ। गाईहरू पुरै लेग साइडतिर आएको जस्तो कि ताल हेर्दैमा अन्त अघि पौडी पनि खेल्छ यहाँ केटाहरू त अघि त्यहाँ खतरा हो नि हाम्रो केटाहरू देखेरै बबाल हो नि हाम्रो केटाहरू गाईचहरू। अनि त्यही हो गाईचहरू हामी चाहिँ अब खाना यसो लिन गइरहन्छ। क्या खाना चाहिँ उता माथितिर जानुपर्छ रे। त्यहाँ यसो खाना लिनु जाँदै हो। दोकान तरकारी चाहिँ हाम्रो अब तरकारीहरू चाहिँ यतै माथि बनाइसकेको रहेछ। भात मात्रै अब उता लिनु जानु आँटेको रहेछ मासतिर। ओए खाना कता राखेछ अरे पते पते ओके गाइस। अनि पछि भेटौँ ल। हामी केटाहरू जाँदैछ खाना चाहिँ उता लिनु जानु पर्दो रहेछ कि। अब चाहिँ हाम्रो खाना तरकारीहरू चाहिँ यहाँ लिएर आउँदैछ है गाइसहरू। केटाहरू चाहिँ पुरै हामी चाहिँ बोक्नेहरू केटाहरू है। यो चाहिँ सबै बलवानहरू कि बाबुले के रहेछ यो चाहिँ हेलो ल तरकारीहरू सबै रहेछ है केटाहरू। ल तरकारीदेखि भातदेखि सबै ल ल खै ल तर्म लगौँ एउटा ल। यो त बच्चा लग्छ कि ल यो चाहिँ छुप्ली रहेछ है गाइचहरू। यसलाई चाहिँ तर यो खोलामा फाल्ने हो र खोलामा लग्ने कोसिस खोलामा लग्दिने ल। यो चाहिँ यहाँ राख्छ है गाई। यो चाहिँ छुप्लु रहेछ। छुप्लु भनेको चाहिँ लामाहरूको त्यो पूजापाठ गरेपछि फाल्ने चिज हुन्छ कि त्यो हो। अनि खानाहरू चाहिँ यहाँ लगिसकेको छ आदि चाहिँ। ल यो चाहिँ मिङ्गी एउटा को छ आइज को छ त्यो एउटा सानो सानो के हो ओए कर्म त्यो सानो चाहिँ के रहेछ तरकारी एक दियो टन्नै छ। ल यो म लग्छु यो म लग्छु चटनी चाहिँ मैले लग्छु ल। ओके यो चाहिँ चटनी रहेछ है गाइस। ल कुजल के बोक्नु तिमी चाहिँ यतिकै आयो ल वेलकम छ होइन। अनि उहाँ चाहिँ हाम्रो उहाँ जी सर नेपाली पढाउने सर हो। उहाँ चाहिँ सर मेरो बनाउँछ यो मेरो नयाँ ब्लग हो कि भनिदिनु सर थोरै मेरो ब्लगमा के नयाँ अब विशाल भन्नु न विशालजी हजुर एकदम राम्रो हुनुहुन्छ, सुन्दर हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ। भयो सर तपाईँले यति तारिफ गरेपछि म फेरि म आफै उयो हुँदो रहेछ कि सर। ठिक छ सरले जे यतिकै तारिफ गरेपछि म एकदम खुसी लाग्छ। किन हाम्रो सर एकदम राम्रो छ है। नेपाली पढाउनु सर हो। उहाँ चाहिँ एकदम राम्रो सिकाउनुहुन्छ सर। ल गाइजहरू त्यही हो। ऊ एउटा भात लिएर आउँदैछ। भात र तरकारी चाहिँ गुम्बाबाट लिएर आएको रहेछ। अब यहाँ चाहिँ अब हाम्रो यहाँ चाहिँ मासु अनि स्यामीलाई अन्डा चाहिँ यहाँ बनाएको रहेछ। ल गाइजहरू
यहाँ हाम्रो गेलाहरू नाच्दै रहेछ के गेलाहरू चाहिँ यहाँ नाच्दै रहेछ लेडिज है साथीहरू ल बालदेखि सबै अझै अलि अझै रहेछ है गिलाहरू यहाँ छ उहाँहरू चाहिँ एकदम हाम्रो गुम्बाको लागि एकदमै अब मेन आजको मासु पकाउने चाहिँ उहाँले छ है गिला उहाँहरू चाहिँ हाम्रो आजको हाम्रो उहाँ चाहिँ आजको उहाँले चाहिँ के बनाएको रहेछ भने मासु होइन के खस ब्लग हो कि नयाँ चिलाप त ल ल ल नेबलबाट के भनिदिनु न मेरो बारेमा के मेरो ब्लग नयाँ हो कि अहिले यो नयाँ हो र सब्सक्राइबर कति छ मेरो बोल्ने रे भर्खर हो ल यसैको ब्लग हेर्नेहरू सबैलाई धन्यवाद सब्सक्राइब लाइक कमेन्ट दिनु ल थ्याङ्क यू गेला गेला चाहिँ एकदम राम्रो छ कि हाम्रो चाहिँ उहाँ टिपेन पढाउने गेला हो कुन चाहिँ रहेछ आमा हेर्दै ल ठिक छ ल अझै लामो झम्बा तरकारीहरू चाहिँ अन्डाहरू छ अब अर्को मासुहरू छ यो चाहिँ अन्डा रहेछ जस्तो छ अचारहरू धोर्जीजी यो धादिङको है यो धादिङको हिरो हो ल धादिङको हिरो अब चाहिँ खाना खाने बेला भइसक्यो गाइजहरू अब चाहिँ खाना खानु पर्ला छ होइन ओ हाम्रो एउटा यी भाइले उहाँ चाहिँ भेजिटेबल होइन भेजिटेबल कति वर्ष भयो भेजिटेबल खाएको ओइ दामी त छ भेजिटेबल खाने मान्छे है यो चाहिँ उहाँ भाइले भेजिटेबल खाँदैछ यसलाई यहाँ स्या उहाँ चाहिँ ओ यति खै गेला थोरै देखाइदिनु त ल ल ओ माई गड यतिको खाना पायो भनेपछि त बबाल हुने अनि के यो कति हो यो खानाको प्राइस चाहिँ खानाको प्राइस चाहिँ यसको अमूल्य छ अमूल्य छ हाम्रो पत्ती भाइले यहाँ गाइजहरू यतिको चिसो चाहिँ हुनुपर्छ के हो माई गड हो क्या नि नन्दु दामी छ चिसो छ है पानी चाहिँ एकदमै यहाँ चाहिँ अलिक चिसो टाइपको रहेछ किनभने यहाँबाट माथिबाट डाँडाबाट आएको रहेछ डाँडा माथिबाट अनि यिनीहरू त माथि खोलाबाट आएको हो अहिले चाहिँ यहाँ चाहिँ अलिक मजा भयो नन्दु के भन आँटेको अलिक फेरि मुनिबाट आउला फेरि सबैजना फेरि दामी छ है अझै बल्ल दिन सक्नुहुन्छ पानी कतिको क्लियर छ नि र यो पानी पिए पनि के फरक छैन पिँदैन यतिको क्लियर छ अनि तपाईँहरूले ठाउँ चिन्नु भएन चाहिँ नि यस्तो तपाईँहरू माथि यो पुलदेखि आउनुभयो भने चाहिँ नि यहाँ सिधा तल झरेर यहाँ देख्न सक्नुहुन्छ यहाँ जङ्गल टाइपको बिचमा छ अनि बन्दी जम्पदेखि आउनु पऱ्यो भने चाहिँ नि अब खोलाको उतादेखि आउनुपर्छ तपाईँहरूले चाहिँ नि उतादेखि अनि ऊ गाई छ अब म चाहिँ नि अब पौडी खेल्न जान्छु मोज गरिरहेको छ मोज आफ्नै धुन छ आफ्नै धुन छ यो गाइस
अब चाहिँ ब्लग यहीँसम्म होला है। अब चाहिँ गुम्बा फर्किँदै हो म चाहिँ गाइजहरू। यहाँ चाहिँ एकदम रमाइलो भयो। मेरो फेस पनि अलि बिग्रिएको छ होला अब त पुरै पौडी खेले गऱ्यो। अटेको छु गाइजहरू। अनि यस्तै भिडियोहरू बनाउँदै गर्नुला अनि तपाईँहरूले राम्ररी लाइक सब्सक्राइब गरिदिनु भन्ने म आशा गर्छु भन्दै हेलो गाइस। ल अब फाइनली हामी चाहिँ मोमो पुगिसक्यो अनि अहिले म गएर 2वटा चिज पिउँदैछु, 2 स्प्राइट पिउँदैछु अनि एकदम रमाइलो भयो होइन गाइजहरू। एकदमै पिसफुल एकदम रमाइलो भयो हाम्रो यो पिकनिक चाहिँ। तर यो पिकनिक भन्यो भने यस्तो एकदम स्पेसल ठुलो पिकनिक त होइन, जस्ट हाम्रै अब स्कुलबाट सानो टाइपको भनौँ न हल्का सानो ट्रिपको लागि पिकनिक गरेको थियो। एकदम रमाइलो भयो। अब भन्दै एकदम गर्मी पनि छ। अब बिहान त अब पानीले परेर कस्तो मौसम घाम नलाग्नु जस्तो टाइपको देखाएको थियो। फेरि पछि गएर 9-10 बजे पर फेरि त्यसबाट फेरि अलिक घाम 11 बजेबाट फेरि त्यस्तो घाम एकदम राम्रो लाग्यो। त्यसपछि त घाम झन् राम्रो लाग्दै गयो। अहिले चाहिँ 3-3:30 हुँदैछ भइसक्यो अनि म अहिले यहाँ घुम पुगिसक्यो। अरू साथीहरू भाइहरू खेल्दैछ उता तल, उनीहरू चाहिँ मजाले खेल्छ। अहिले हामी त अब खेली च्याउ भइसक्यो अनि त्यो अर्को पनि भइरहेको छ। त्यो बेला चाहिँ रमाइलो छ। अब पछि भिडियोहरूमा सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्ने म भन्न चाहन्छु तपाईँहरूलाई। यस्तै माया सपोर्ट गरिदिनु होला भन्दै अनि यहीँबाट म मेरो भिडियोमा यहीँसम्म समाप्त गर्न चाहन्छु र अर्को दिनमा पनि यस्तै भिडियोहरू म नयाँ लिएर आउँछु भन्दै अनि है बिदा माग्छु। हस्त नमस्ते। हामी सबैजना आफ्नो शरीरलाई ख्याल गर्नुहोस् र राम्ररी बस्नुहोस् भन्दै अनि म बिदा माग्छु। हस्त नमस्ते सबैलाई, बाई बाई।